हेलो गाइस, आज चाहिँ हाम्रो हाइकिङ सुरु भएको छ। हाइकिङ ट्रायल होइन, हामी जाँदैछौँ। आज चाहिँ म सोलो होइन, हामी 4 जना छौँ। यता छ के हो, यता त अँधेरो देख्यो त होइन, के भएर हो? ट्रेनको लिगहरू पनि क्रस गर्नुपर्ने रहेछ यहाँ चाहिँ होइन। ट्रेनको लिग क्रस गरेर चाहिँ अब जाँदैछु। यस्तो छ बाटो चाहिँ पुरै सिडी। त्यसले गलाउँछ, साह्रो ठुलो भयो। बाटो चाहिँ यस्तो उकालो छ, पुरा घुम्दै घुम्दै जानुपर्ने रहेछ क्या। यस्तो घुम्ती बाटो, यस्तो 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 गरेर यहाँदेखि दामी देख्दैछ त यता। पुरा ढुङ्गा मात्र, ढुङ्गा ढुङ्गा। गर्मी गर्मी फिल भयो अब चाहिँ, पुरै गर्मी गर्मी भइरहेछ। यो चाहिँ दिनभरि हिँड्यो भने पनि टुङ्गिँदैन। यो चाहिँ लामो छ ट्रायल, त्यही भएर आज ट्रायल चाहिँ लामो छ। यता खोला छ, रोड छ, हाइकिङ ट्रायल छ। चाहिँ हिँड्दैछु। बाटो चाहिँ यस्तो छ अहिले चाहिँ, कस्तो भन्नाले यो माथि पाहाडतिर हिँड्दै जाँदै गरेको जस्तो महसुस हुन्छ। बाटो चाहिँ त्यस्तै छ बाटो, यस्तो छ। गल्यो अब चाहिँ गलेर यहाँ बस्दैछ हामी। पुरै थकाइ भइरहेछ। जाउँ एउटा चाहिँ भ्यू पोइन्ट, यो ठाउँ भ्यू पोइन्ट पुलहरू देखिरहेछ। यहाँदेखि लड्यो भने चाहिँ एकैचोटि रोडमा पुगिन्छ। पुरा गाडीहरू कुदिरहेछ कि। अब यहाँ जाँदैछ हामी, त्यहाँ अलिक मजाले देखिन्छ कि भनेर। अलिक अग्लो रहेछ कि। खै रुखेर सबै लडेको छ यहाँ त। यो हेर बनाएको रहेछ त नि, बोकेर ल्याएर नि दौरा टन्ने रहेछ।
चुला दामी बनाएर छ त सामानहरु कसले बोकेर जाने यहाँ त क्याम्पिङ गर्दा नि हुँदैन नि सबैले ब्यागमा बोकेर आयो एकचोटि आउँछ क्या चल्क्यो यो तर क्याम्पिङ हुने रहेछ त नि हुन्छ त यहाँ आउँदा सामानहरु पानी छैन नि पानीहरु पानी त बोकेर आयो नि आम्मा कसले ल्याउने त एकचोटि जर्किङ बोक्ने भने पाल्लो गाउँ चल्छ सकिन्छ सकिन्छ नि पुरा बट्टै देख्ने हो बस्ती वा कति राम्रो ठाउँ हो हजुर मलाई बस्नु म भिडियो गर्छु यहाँ वरिपरि बस्नु नि आगो चाहिँ एआईबाट बनाउनु न यसो गर ल हामी चाहिँ अहिले चाहिँ तापेको जस्तो गर्नु अरे यताबाट यहाँ भिडियो सुट हुँदैछ हाम्रो चाहिँ फिल गरिरहेको छौँ हामी होइन राम्रो देखिरहेको आगो धेरै आयो यता हावाले धुवा ल्यायो तातो जिउै तातिसक्यो यहाँ राम्रो रहेछ बनाएको यहाँ चाहिँ क्याम्प गर्नु मिल्छ होला जस्तो लाग्यो क्या माथि चाहिँ दिएको छैन क्याम्प गर्नु नो क्याम्पिङ भन्दै नि त्यहाँ पनि कस्तो दामी देख्यो टाढीको भ्यू देख्यो राम्रै रहेछ है ठुला पढेछ नि त अनि आउँदिन्छ मेरो माथि अड्किरहेको रहेछ नि त लडिसकेको रहेछ अनि अड्किरहेको रहेछ अब चाहिँ यो बाटो चाहिँ हरियाली हुनुभएको चाहिँ प्रायः जङ्गलको बिचमा हुँदो रहेछ क्या यस्तो झ्याक्साहरूले छेकेको अनि सबै जङ्गलहरू छोपेको यहाँ रहेछ यता जाँदैछु यहाँ हाम्रो चाहिँ भिडियो कार्यक्रम हुँदैछ एकजना गएको छ भिडियो गर्नु लागि त्यही भएर दामी लाग्यो मलाई माथिल्लो बाटो पनि दामी छ हाइकिङ गर्ने चराले सबै उयो गरेछ उयो पले पल बनाएछ उयो रुखमा त्यो ठुल्ने चरा होला टकटके टक्कर टकटके भन्छ तर चरा अर्कै हुन्छ नि होइन जङ्गलभरि छ हाम्रो एउटा भिडियो सुट भइसक्यो यो चाहिँ के भन्नुहुन्छ रिल्सको लागि मात्र भिडियो यो चाहिँ युट्युबको लागि टिकटकको लागि हेर्नु कस्तो दामी देखेछ मेरो म बनाइदिनु ल सबै रुख कत्रो कत्रो छ त ओइ ठुलो रुख होला न खोक्रो छ त नि आम्मा रुखी छैन भाँचेको रहेछ पुरा खोक्रो छ रुखी यो युएसको रुख चाहिँ रुखे मात्रै नाम मात्र रुख जस्तो लाग्छ भने घरिघरि त नि छैन भने कुनै एउटा दर्खाल ओ साँप खै रुख खै साँप छिरो ला एउटा साँपको भिडियो गरौँ भनेको त दुलोमा छिरो उयो कालोमा गइहाल्यो सानो थियो ए ठुलो होइन सानो हिँडिहाल्छ उसले ढुङ्गा बढी घाँडाको रुख नगरे काटिहाल्छ यहाँ साँप थियो रहेछ हेर्दैछु यहाँ त यस्तो गरेर आउँदा फेरि भित्र पस्यो घाममा त निस्किन्छ नि तिनीहरू ताप अरू बेला चाहिँ अन्त देख्छ छैन साँपै देखेन नि हाइकिङमा त यस्तो देखाउँ न होइन भिडियोमा छैन नि हौ साँप त साँप थियो रहेछ होइन कान्छे आत्तेर के साँपै डराएर भागिहाल्यो नि लुकिहाल्यो नि त्यही भएर साँप हेर्नै पाएन छ्या रुख चाहिँ ठुल्ठुलो रहेछ यहाँ र नि उयो रुख पनि ठुलो रहेछ पुरा ठुलो रहेछ त यो रुख पनि हेर्दा ठुलो छ भित्र सबै खोक्रो क्या खोक्रो केही हुँदैन यसमा चाहिँ चढिने रहेछ है है अहिले चाहिँ टपमा छु
आइसकेको छु। यहाँदेखि माथि चाहिँ जाने अब सोच छैन किनभने सुकेको रुखेको छ भाँचिन्छ यहाँदेखि चाहिँ यहाँदेखि झऱ्यो नि त खुट्टा भाँचिन्छ होला त अनि निकै गहिरो छ अनि हेर त्यही भएर यहाँदेखि अब झर्नु पनि डर लाग्यो मलाई अब चिप्ल्यो। चढ्नु त चढ्यो अब झर्नु डर लाग्यो त चिप्लिँदो रहेछ कि चिप्लिँदो रहेछ। झऱ्यो फर्स्ट गल्यो देख्दैन रहेछ ल बिसाइसक्यो अब हामी लाग्यो। अरू बेला भन्दा चाहिँ अलिक खतरा रहेछ। अरू बेला त प्लेन एरियाहरू हुन्थ्यो नि त। माउन्टेनै चढिरहेको छौँ हामी। किरण दादा चाहिँ झुक्केर नि यहाँ नआउनु भन्नु है। गाडा लागेर ढक्क गहनु बोक्ने मान्छे पनि छैन। अहिकै सुस्केन खोला यो चाहिँ फाल्टो आछ। अरूलाई सधैँ हामी गइराख्ने हाइकिङ चाहिँ उयो डाँडा हो। त्यो डाँडा चाहिँ हामी प्रायः जस्तो गइबस्छौँ। त्यो डाँडामा चाहिँ त्यो डाँडाबाट चाहिँ दामी भ्यू पोइन्ट देख्छ। त्यहाँदेखि चाहिँ हेजबक सिटीहरू देख्छ। एकछिन चाहिँ सुक्नु मजाको बनाइदिएको रहेछ। माथि ढुङ्गा माथि जाँदा नि हुने रहेछ। अहिलेलाई नजाउँला गलगाछ होइन। हाम्रो डेस्टिनेसनहरू चाहिँ माथि छ। यो बाटो चाहिँ दिनभरि हिँड्नु सकिँदैन र पनि हामीले चाहिँ एउटा छ लोकेसन होइन। त्यो ठाउँ कतिखेर पुगिन्छ पुगेन भने हामी आज बिचबाटै फर्किन्छौँ। पर देख्छ मान्छे अलिक परै छ त्यस्तो पराउनु होइन। जो फर्स्टमा छ सम्म बाटो आउँदैन त कालो कालो गरिसक्यो। अब चाहिँ गाङठाङ ढुङढुङ ढुङ्गाहरू मात्रै गलिरहेछ। उकालो आएको ढुङ्गाघरि आएको छ होइन। यस्तो छ बाटो चाहिँ पुरै। त्यही एउटा डाँडा हो। धेरै निसक्यो गरेर आयो अब चाहिँ पुरा ढुङ्गा ढुङ्गा चाहिँ ढुङ्गाहरू छ। ढुङ्गाहरू त आयो होइन नि। यो बाटो त आज दिनभरि हिँडिरहनु सकिँदैन नि। यही हो कि क्या हो। हावा पनि दामी चलिरहेको छ। ओ यहाँ के रहेछ त ऊ हिँड्ने बाटो हो।
अबे नजाउँ जाउँ न अहो भरे के छ कि खोइ दाजु हुँदैन हिँड्ने बाटै हो त्यो अबे त्यो हिँड्ने बाटो होइन ऊ यो छ। होइन होइन रहेछ उडारको रहेछ होइन तर नेपालतिर जस्तो हुँदैन रहेछ सुखाइरहेछ नेपालतिर हुन चाहिँ नि नेपाल इन्डियातिर हुन चाहिँ यहाँ चाहिँ गएको रास हुन्थ्यो होला छ्या तर यहाँ चाहिँ क्लियर रहेछ पुरा ढुङ्गा रहेछ पुरा केप रहेछ यस्तो रहेछ हो यहाँदेखि दामी देख्दो रहेछ त यतातिर नि हिँडेको रहेछ नि त मान्छे तपाईँ नलानु आज बोकेर लानु सक्दैन त्यहाँ भन्दाखेरि चाहिँ यहाँ चाहिँ जानु पऱ्यो म यहाँ चाहिँ अलिक अग्लो नि रहेछ यहाँबाट पनि देखिने रहेछ कि होइन निकै अग्लो ठाउँ हो त्यहाँको रहेछ अग्लो ठाउँ त यहाँ होला भनेको त यहाँ चाहिँ रहेछ अग्लो ठाउँ तर यहाँदेखि चाहिँ अलिक नजिकै अलिक राम्रो देखिने रहेछ हामीले देखेको ठाउँ चाहिँ आइपुग्यो यो ढुङ्गाहरू भएको ठाउँ होइन यहाँदेखिको चाहिँ पुरा पाहाड चढेको जतिकै हो यो चाहिँ दामी छ ठाउँहरू स्थानहरू यहाँ चाहिँ निकै गहिरो खोल्पटा छ यहाँदेखि चाहिँ डर लाग्छ सानोमा त यतिबाट त हावा फालिन्थ्यो होइन नेपालमा हुँदाखेरि त हाल त यहाँदेखि हेर्दा पनि डर लाग्छ गहिरो छ म देख्दैन हाई आइपुगिसकेको छौँ राम्रो ठाउँ तर भन्नाले यो राम्रो ठाउँ भन्नाले अब यो चाहिँ ट्रायल हो खासै गरी चाहिँ यति बाटो हो यहाँदेखि चाहिँ यो डाँडादेखि चाहिँ डाँडा माथि माथि तेर्सै बाटो छ सिधै जानुपर्ने छ बाटो चाहिँ आज दिनभरि पनि हिँड्न सक्दैन तर हामी चाहिँ यहीँसम्म मात्रै हो हामी चाहिँ आजको किनभने झन्डै आधी घन्टा 1 घन्टा कति बज्यो हिँड्ने छ झन्डै 1 घन्टा त हिँड्नेछ त्यही भएर चाहिँ आजलाई हाम्रो यस्तै हो अहिले चाहिँ म चाहिँ यता माथि ढुङ्गा चढ्दैछु होइन ढुङ्गा चढ्दै जाँदैछु यसरी ओइ काँडाको आया काँडाको रहेछ त पुरै माथि निक्लिनु पऱ्यो भनेको त माथि मान्छे त कान्ति पुरै टेरी गर्न कस्तो खालको न त्यो आइ काँडाले यसरी आया हो के खालको काँडा पऱ्यो तेरिका यता ब्याग पनि टाटे त हो गाडी रहेछ काँडाले काँडा रहेछ नि भन यो चाहिँ काँडा रहेछ यसो मात्रै जान्छ यता त काँडाको रहेछ त हट आइपुगेँ यहाँसम्म चाहिँ म अन्जु यहाँ माथि आउँदैछ टाढा आयो माथि यहाँ बस्दैछ म चाहिँ काँडाले यहाँदेखि सिधा हिँड्न सकिन्छ सिध्याउनु
उच्च ठाउँमा आइपुगे उच्च स्थानहरूमा यहाँ बस्नु पऱ्यो टेक्ने ठाउँ पनि रहेछ एकछिन भिडियो अफ गर्नु पऱ्यो किन खानु अब मैले छोडेको चिया खानु ल्याउनु छिटो दाजु चिया छ तर म चाहिँ खाँदिनँ अहिले चाहिँ हामी यहाँ डाँडामाथि बसेर डाँडाको पनि ढुङ्गाको पनि माथि बसेर चाहिँ अनि हामीहरू चिया खाँदैछौँ होइन कोपालाई चाहिँ यस्तो चाहिएको कि चियर्स गरौँ न ए यहाँ चाहिँ पुरा म चिया गर्छु भिडियो खै अनि म मेन्सन गर्छु ल अनि यता आउनु दाजु चिया चिया दाजु यहाँ आउनु छिटो यो चेस मौसम पनि दामी छ चेस गरिदिनु अरे ल त रेडी 3 2 1 गो चेस ल डाँडालाई चिया ल डाँडामाथि चिया 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 हाम्रोमा खालि यस्तो जामाहरू त लाउँछ अरे स्कर्टहरू होइन छोटो लाउनु हुन्छ अरे अहिले रिसाएको अरे चप्पल राम्रो भएन अन्त हावाले त उडाउनु छ त यो पनि तपाईँको शक्ति देखाउन यसो दुर्बललाई चुन्नु हुँदैछ ज्ञानीहरूलाई सर्वमा पार्न मूर्ख कुरो छान्नु हुँदैछ तपाईँको शक्ति देखाउन यसो यसैले म गाउँदैछु तपाईँमा गाउँदैछु यसैले म गाउँदैछु तपाईँमा गाउँदैछु इलेक्ट्रिक रहेछ क्या हेलिकप्टर होला नि यो चाहिँ त्यही रहेछ बसेर अब फेरि अहिलेको ठाउँमा गएर चाहिँ पानीपुरीहरू खाने हो होइन अब यहाँ बस्यौँ गीत गायौँ भ्यू पोइन्टहरू भ्यूहरू हेऱ्यौँ यताउता अब आते मेरे खिलाफ जब शत्रु के चलते तीर या जब दुश्मन ले आता मुझको बात ले Bye.
अब चाहिँ हामी यहाँ र पानी पिउने कार्यक्रम हुँदैछ हाम्रो चाहिँ यहाँ र अब यहाँ बस्दैछौँ सडकसँग। पानीले मात्रै धुँदा नि होइन कति सेतो भयो त हौ रातो भइरहेको मेरो त। मेरो पनि रातो भएर ए भिजिसकेर चाहिँ के अनि पानी अझै पानी छ अझै एउटा त्यही त खानुपर्छ अहिले पानी सुकाइदिनु पर्यो सुक्छ न हावा आइरहेको उडेर जान्छु दाजु हावा आइरहेको छ। त्यही त चाहिँ दामी देख्यो। दाजु हाम्रो भेनालाई स्पाइसी भएन। अहिले चाहिँ हामी अब आइपुग्नु आँट्यो पार्किङमा। पार्किङ चाहिँ यहाँ छ होइन। अनि बाटो चाहिँ ओह्रालो छ, अहिले ओह्रालो झर्दैछ, यहाँ मुनि झर्दैछ सिँढीहरू छ। यस्तो छ बाटो चाहिँ आइपुग्यो अब। अब आइपुग्यो ल गाइस हो हामी चाहिँ अब आइपुगिसकेको छौँ हिँडेर यता माथि होइन। अब चाहिँ घर जाँदैछु ल। आजलाई यति नै। थ्याङ्क यू सबैजनालाई।